पछिल्लो समय हामी संसारैभरिका मान्छेले एउटा ठुलो त्रासद भरिएको समयलाई पार गरेर आयौँ। डरलाग्दो समय थियो। मर्नु र बाँच्नुको बीचको दोसाँध साह्रै पातलो थियो। त्रास थियो। हामी थियौँ, तर के थियौँ कस्तो थियौँ भन्ने कल्पना पनि गर्न गाह्रो एउटा समय थियो। मेरो व्यक्तिगत जिन्दगी चाहिँ हेर्ने हो भने मलाई आफूलाई त्यो समय, खास गरी कोभिडको समय थियो, त्यो समय एउटा ठुलो पानी ढलो थियो। त्यही समयमा मैले एउटा भाव कोरेको थिएँ, मृत्यु हारमा थपिने एउटा नाम। अब मैले वाचन गर्ने कविता, मृत्यु हारमा थपिने एउटा नाम। हावामा पर्खालो भ्याउनु छ, बन्द गरेर व्यापार हामी बीचको। मलाई मेरो मात्र संसार बचाउनु छ। मुखमा मोहला बाँधेर बन्द ढोकाभित्र, बन्द कोठाभित्र मलाई मेरो मात्रै हावा चाहिएको छ। आजलाई सास फेर्न मेरो मात्रै आयतन 6 फिटको मात्रै आजको दिन चाहिएको छ। मरेकाहरूको हारमा थपिने अर्को नाम हुनबाट बच्नु छ। नजाने भोलि दैनिक गन्ती हुने नम्बरहरूमा नाम थपिन सक्छ। मान्छेहरूका सागर उर्लने सुपरमार्केट, नदी जस्तै हाइवे, पार्कमा डुली हिँड्ने कुकुर गोठाला र जम्प रोपमा उफ्री हिँड्ने भुराभुरी। सुनसान छ फलैचा, मङ्की बार, जिम हल र सडक पेटी। मान्छेहरू छन् र अहिले मान्छेहरू छैन। घाम उदाउँछ, उज्यालो हुन्न। रात पर्छ, चैनको निद आउन्न। संक्रमणको साउती भरेको हावा बहन्छ जोड जोडले। सत्ता छ, सुस्ताएको छ, त्रास छ, डरको महल छ। आफैसित, छिमेकीहरूसित, साथीभाइसित र आफन्तसित। बार र होटलको टेबल ढलेको छ। स्कुलको हलवे, प्रोफेसरको भिजिटिङ क्लास बन्द छ। भेन्टिलेटरको ढोका भेटेर बात मार्ने छेड र सास फेर्ने हावा सब बन्द छ। खुला छ त केवल भर्चुअल संसार, जुम मिटिङ र मेटाभर्स। सडकको साइरन, खोप केन्द्रको ढोका, मृत्युशैया र चिहानघारी। आज छु, भोलि नहुन सक्छु। सास हेर्दैछु, केही बेरमै रोकिन सक्छु। आइसियुका कोठाहरूमा, इमर्जेन्सी रुम जस्ता अपार्टमेन्टहरूमा ढलिहालेँ भने पनि कोही हुने छैन सम्झना गर्नलाई। एक मुठी माटोले पुर्नु अघि सेतो फूल चढाउनलाई। देख्दै नदेखिने ख्याकहरूले घेरेको छ। कीटाणुहरूले बेरेको छ बन्दी जस्तो। इतिहासको सबसे कुख्यात नार्कोटिक एउटा कारागारको अपराधी जस्तो। प्वाख उखेलिएको घाम जस्तो अन्धकारको घुम्तीमा बन्द छ घर। उभिएका छौँ आफ्नो समयलाई रोकेर, सायद मृत्युलाई रोकेर।